आज चाहिँ हामी भ्लग बनाउँदै केएफसी ट्राई गर्न कुरिन्टार टु लेवाटार जाँदै थियौँ। हामी चाहिँ त्यहाँ एउटा साथीहरूले मलाई चाहिँ भ्लग बनाउने यस्तरी हो भनेर सिकाउँदै थिए। अनि त्यसपछि बिस्तारै हामी केएफसीको तर्फ लाग्यौँ। त्यसपछि हामी केएफसीको अगाडि आइपुगिसकेपछि हामीले चाहिँ त्यहाँनिर देख्यौँ। म चाहिँ फर्स्ट टाइमै गएको है। यो चाहिँ हाम्रो लेवाटारमा रहेको छ, इभी गाडीको चार्ज गर्नेको साइडमा होइन। त्यसपछि लाग्यौँ भित्र साइडमा। त्यसपछि मिठो मिठो चिकनहरू पाउँदो रहेछ। हामीले गेटबाट इन्ट्री पनि गऱ्यौँ। त्यसपछि त्यहाँको इन्भाइरोमेन्टहरू हजुरले देख्न सक्नुहुन्छ, एकदम राम्रो ब्युटिफुल र एकदम प्राइजहरू पनि सस्तोमा दिने रहेछ। त्यसपछि हामीले फ्राइड चिकन लिएर माथि टप फ्लोरमा गयौँ। टप फ्लोरमा गइसकेपछि हामीले चाहिँ लेग पिस ट्राई गऱ्यौँ। साँच्चै नै यो लेग पिस चाहिँ एकदम मिठो मिठो रहेछ होइन। अनि तपाईँहरू पनि ट्राई गर्नुहोला भन्न चाहँदै हामी चाहिँ खानापछि लाग्यौँ। ओके गाइज, एकदम केएफसी ट्राई गर्दाखेरि चाहिँ मिठो मिठो लाग्यो मलाई चाहिँ होइन। हजुरहरू पनि गएर एकचोटि ट्राई गर्न सक्नुहुन्छ। के कस्तो लाग्यो मेरो भिडियो, अनि त्यसपछि हेरेर लाइक कमेन्ट सेयर पनि गरिदिनु होला भन्न चाहन्छु। हामीले चाहिँ अनि बिस्तारै चिकन खाँदै इन्जोय गर्दै खाँदै होइन। अनि त्यसपछि इन्जोय त गरियो, अब हामी फोटो पनि खिच्नुपर्छ भनेर सल्लाह गऱ्यौँ होइन त। त्यसपछि लाएर हामी चाहिँ यो सकिसकेपछि हामीलाई चाहिँ एकदम यो चाहिँ गुड लाग्यो भन्छुमा चाहिँ। हजुरहरू के कस्तो लाग्छ खाएर आफूले प्रतिक्रिया गर्नु होला, कमेन्टमा भन्नु होला। आजको लागि यति नै। बाई बाई गाइज, ह्याभ अ गुड नाइट। ओके।